राजनीति गर्नु भनेको त देशको स्वाभिमान बचाउनु होला नि त, देशको स्वाधीनता बचाउनु होला नि। सबैभन्दा पहिलो एजेन्डा त विदेशी हस्तक्षेप स्वीकार्ने, विदेशी हालिमुहाली गर्ने, विदेशीले उठभन्दा उठ्ने, बसभन्दा बस्ने, नाचभन्दा नाच्ने, गाभन्दा गाउने है, त्यो खालको प्रधानमन्त्री भइराखेको कारणले हैन यो देशको स्वाभिमान कहाँ छ आज है? हैन, देशको स्वाभिमान उहाँहरूले बचाउनु भयो। ती मान्छेहरू जो मान्छेहरूले यस्तो पो हुनुपर्छ त प्रधानमन्त्री भनेर गएका प्रधानमन्त्रीहरूले सिंहदरबार बचाउन सक्नुभयो त? त्यत्र युवा बचाउन सक्नुभयो? आज तपाईँको चाहिँ के अरे हजारौँको सङ्ख्यामा है एउटा जुलुस जस्तो देख्छु म त तपाईँको इन्टरनेसनल एयरपोर्टहरू तपाईँको हजारौँको सङ्ख्यामा विदेशी नै छन्। ती युवाले बचाउन सक्नुभयो? त्यो लायक प्रधानमन्त्री यस्तो हुनुपर्छ भन्ने खालका मान्छेहरू जो मान्छेले भन्छन् नि उनीहरूले त बचाउन सकेन। किन सकेन त भन्दाखेरि भिजन भएको मान्छे प्रधानमन्त्री बनेको छैन यो देशमा।